जय शिव शम्भु हर हर महादेव। यो शिव शिव सागाको शिवहरू पुरुको शिव महादेव। फाइनली हाम्रो 12 वर्षको माया अब साह्रै नै एक हुन लागेको छ है। ल अब यत्रो वर्ष माया गरेँ मैले, फाइनली चाहिँ हामी अब एक हुन लाग्यो। यसमा चाहिँ एकदम खुसी लागिरहेको छ है, एकदम खुसी सँगसँगै है मनमा अझै उत्साह चलिरहेको छ कि अब के गर्ने त। अब कति साह्रै नै हाम्रो यो एक दिन आउँदैछ, टाइम आउँदैछ। टाइममा अब अलि मन अलि खलबलाउँदै रहेछ रहेछ कि अब अलि है। त्यो चाहेको सोचेको मान्छे आफ्नो हुँदाखेरिको मजा भनौँ के हो कि भनौँ है, त्यस्तै नै छ कि त्यो मान्छे अब आफ्नो लागि नामे है यहाँ उर्गचन्द्रीमा उर्गचन्द्री है। हामी केवाईबाट चाहिँ कर्णामाई भन्ने रहेछ, अब उर्गचन्द्रीमा उर्गचन्द्री भन्ने रहेछ है। यहाँ अब नाला पुग्यौँ, नाला बजार। यो चाहिँ पुरानो बजार हो, यो चाहिँ पुरानो ठाउँ। यो बनेपा उता बनेपा बन्नुभन्दा पहिला नै यहाँ यो बजार चाहिँ एकदम पुरानो हो। यहाँ चाहिँ अब धेरै जसो चाहिँ नेवार बस्ती नै छ है। यो बजार एरियातिर चाहिँ नेवार बस्ती
बस पार्कबाट भित्र जाने यहाँबाट चाहिँ भित्र जाने हो यो चाहिँ यो बनेपा बस पार्क हामी चाहिँ बनेपा बस पार्क पुग्यौँ यो अस्ति जनजी आन्दोलनमा यो नगरपालिका पनि गरेको थियो नि त के कतिको मर्मत कार्यहरू हुँदैछ थाहा भएन है देखेन यो गाडीले छिकिरहेको छ बनेपा बजार यो जाने हो कि मनौजी जाने हो कि सबै यही गर्छ Ruotare gana til det. Tasi tayo. हेर यति धेरै फोहोर छ Allah, हामी चाहिँ यता अगाडि आलु केरो पुरी हाइवे हुँदै नहुँदो माथि झुल्केल जानलाई चाहिँ यो बाटो चाहिँ आएको झुल्केल हस्पिटल जानलाई चाहिँ यो बाटो ठिक हुन्छ किनभने यहाँ अलि बिजी रोड हुँदैन
यो पनि बिजी रोड हुँदैन, अलि ठुलोहरू पनि बेसी हुँदैन भनौँ न है। अब यो हाइवेमा गयो भने चाहिँ एकदम ठुलो हुन्थ्यो कि एकदमै ठुलो हुन्थ्यो कि हाम्रो नेपालमा लास्ट पुलिस बढेको छ कि। अब एक त अब बाटो चाहिँ बनाइरहेको छ, एक त अब त्यस्तै गाडीहरू चाहिँ कुदिरहेको छ, बाइक गाडीहरू सालको कुदिरहेको छ। त्यही ठुलै ठुलो हुन्छ कि बरु भित्रको बाटो बरु अलिक बिस्तारै गयो भने रमाइलो नि हुन्छ है। यहाँ यो बाटो यो स्केल हस्पिटल निस्किने बाटो स्केल हस्पिटल 28 किलो अब माथितिरको बाटो चाहिँ जाँदा निस्किन्छ। अब आफू कहाँ जाने है त्यसमा भर पर्छ।